मेरो छोरी त्यस्तै छ, लाडली नै खाले नै छ हैन। अलिकति चाहिँ केयर गर्नु होला, माया गर्नु होला। मनको चाहिँ यो एकदम मायालु नै छ छोरी। एकछिन यसो रिसाइहाल्यो भने पनि सफ्ट खाले छ भित्र मनमा हैन। बिजी छ, मलाई खाना खुवाउने असिस्टेन्ट भइरहेको मेन चाहिँ त्यो नै हो। बहिनी खुसी छ त्यसैले म पनि खुसी छु र हाम्रो फ्यामिलीबाट पनि कुशलको फ्यामिली एकअर्कालाई भेटेछौँ, कुरा गरेको छौँ। इन्टरेक्सन्सहरूबाट चाहिँ वी एक्सपेक्ट लट अफ ह्याप्पिनेस र त्यही नै आम पोजिटिभ अबाउट कुशल। मुक्सिर 14 गते कुशल आचार्य बाबुको साथ बिहे हुँदैछ। मेरो एउटा छोरा एउटा छोरी हुन् अनि छोरी चाहिँ सानी चाहिँ हुन्। म त साह्रै नै छटपटिरहेको छ नि। अब निद्रा पनि लाग्दैन, कस्तो कस्तो बेचैन भइ नै राखेको छ। कहिले पनि अब साथ नछोडेको छोरी। छोरीलाई अब बिहे गरेर दिँदा अब स्वत लागेकै छ। किनभने छोरीलाई अब बिहे गरिदिनै पर्यो, बिहे गरेर दिने नै अब हामीहरूको त्यस्तो चलनै त्यही छ। त्यही हो, राम्ररी केयर गरेर छोरीलाई पालिदिनु होला हैन। हामीले जस्तो माया गरेको थियौँ त्यस्तै माया गरिदिनु होला। अब हामी त छोरीलाई पठाउँदा अवसर अब दुःखी भइहाल्छौँ। अब हल्का ऊ पनि त्यस्तो नर्भस भइरहेको छ हिजो अस्तिबाट। अनि त्यही भएर अब राम्ररी माया गरेर पालिदिनु होला मेरो छोरीलाई भन्दा।
first impression, just he seemed like a very quiet person, and Chandni is loud. So I was like thinking, okay, kasto huncha? Tara looks like they just balance one another pretty well. So I think, yeah, just एकदम राम्रो छ दुईजना. अरू त मलाई केही भन्नु नै दिमागमा नै छैन अहिले.